आज म र मेरो बेबी न्यू रोड घुम्न गएको त त्यहाँ मोडलिङ र स्टलमा बम्पर सेल मेला पो लागेको रहेछ। ए गाइज वेलकम टु माई मिनी भ्लग। आज रेडी भएर हामी घुम्न निस्किनै लाग्दा हाम्रो एरियामा कन्स्ट्रक्सनको काम भइरहेको देखियो। कच्ची बाटो हेर्दै सर्टकट बाटो हुँदै हामी गाडी चढ्नलाई मेन हाइवेमा निस्कियौ। हाइवेबाट गाडी चढेर सहरतिर जाँदै गर्दा गाडीमा एउटा बाबुले मेरो बेबीलाई हाई हेलो गरेको देखियौ। बेबीलाई हाई हेलो गरेको देख्दै हामी पुग्यौ आरएनएसी। म त पहिला नै गाडीबाट ओर्लिए तर बेबी भन्ने गाडी भाडा तिरेर उनी पछि गाडीबाट झरिन्। गाडी ओर्लिए सँगै हामी बसन्तपुरतिर जाँदै गर्दा सबै बाटो किन बन्द रहेछ भनेर बुझ्न खोजेको त न्यू रोडमा स्टल राखेर सस्तो बजार मेला मतलब कि 22 वटा महोत्सव चलिराखेको रहेछ। जहाँ लत्ता कपडादेखि पाइन टी सर्टहरू 500 को 2टा र कोहीले त 3टा नि बेचिरहेको देखे। जहाँ मान्छेहरूको भिड त राम टु मच थियो। हुन त भिड पनि किन नहोस्, महोत्सव बडो रोमाञ्चक थियो। ए राम बहादुर श्याम बहादुर छिटो यो महोत्सवमा आओ। यहाँ सस्तो प्राइजमा फुड र क्लोथिङहरू बाइ गर्ने मौका सँगै झुम्का अचार र फ्री गेम्स नि खेल्ने टाइम छ भन्दै मैले त मेरो साथीहरूलाई फोन गरे। फ्री गेम्सको लागि क्यूआर स्क्यान गरी म्याप सेट गरेर गेम खेलिन्छ भनेर बुझ्दै केही नेवा बाजाहरू हेर्दै बाहिर निस्किन खोजेको त माई गॉड सो ब्युटिफुल लेडीहरू अन द स्टेज परफर्म गरेको देखे। मतलब कि कल्चरल कार्निभल भइरहेको देखे जहाँ मान्छेहरूको घुइँचो त झन्नै बढी थियो। सो म नि आफ्नो बेबीलाई बेबी क्याटवक गरेर देखाउ त भनेर गाडी भाडा मिलाउँदै फर्क्यौ आफ्नो रुममा। धन्यवाद।